यहाँ चाहिँ हेर्न सक्नुहुन्छ फोरहरू अनि चाहिँ हाफ इन्जिन खोल्नु नयाँ जतिको बनाउँछु तपाईहरुले लास्टसम्म हेर्नु होला भिडियो र स्कुटर चाहिँ यहाँ चाहिँ छ यसको स्कुटर हाई गाइस वेलकम टु माई न्यू भिडियो स्वागत छ तपाईहरुलाई मेरो नयाँ भिडियोमा र आज चाहिँ यहाँनिर हामीले इन्जिन खोलेको छौँ र यो चाहिँ डियोको इन्जिन हो र यो इन्जिनमा चाहिँ यहाँ हेर्न सक्नुहुन्छ यो पुरै कालोले यो चाहिँ हाम्रो सस्तो मोबिलको कमालो गाइजहरु यो जुन हाम्रो लो क्वालिटीको मोबिलहरु हुन्छन् हाम्रो लोकल मोबिलहरु यो यस्तो हुन्छन् यहाँ हेर्न सक्नुहुन्छ यो सबै मोबिल सस्तो मोबिलको यो त्यही भएर जेन्युइन मोबिल हाल्नु पर्छ ओरिजिनल र यहाँ चाहिँ हेर्न सक्नुहुन्छ फोरहरु अनि चाहिँ हाफ इन्जिन खोलेको छ यसको र यो हेर्न सक्नुहुन्छ यो फोरहरु यहाँ पुरै फोर छ यो एकदम यहाँ हेर्न सक्नुहुन्छ यो प्लग किटहरु सब फोर यहाँ हेर्न सक्नुहुन्छ र यसलाई चाहिँ हामीले लास्टसम्म हेर्नु होला भिडियो यसलाई चाहिँ हामीले यो यहाँ हेर्न सकिन्छ यो फोरहरु र यसलाई चाहिँ हामीले एकदम तल्काउँछौँ एकदम नयाँ बनाउँछौँ यसलाई चाहिँ नयाँ जतिको बनाउँछौँ हामीले र स्कुटर चाहिँ यहाँ चाहिँ छ यसको स्कुटर यो चाहिँ स्कुटर भयो स्कुटरको चाहिँ इन्जिन यता छ र भिडियो चाहिँ लास्टसम्म हेर्नु होला म तपाईहरुलाई लास्टमा देखाउने छु यो क्लिनिङ गरेको दृश्य कस्तो हुन्छ भनेर हेर्नु होला लास्टसम्म The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. And on we'll go, through the wastelands, through the highways, till my shadow turns to sun rays. And on we'll go, through the wastelands, through the highways. हाम्रो इन्जिन यहाँ सर्ट सफाइ चल्दैछ गाइजहरु यहाँ अलि पेट्रोल महँगो छ अलि बचाएर गर्नुपर्छ अहिले चाहिँ र यहाँ चाहिँ हेर्न सक्नुहुन्छ पुरै सर्ट सफाइ चल्दैछ यहाँ क्लसु भयो क्लसु चाहिँ भिजाउनु भएन तर क्लसु ठिक छ यो अहिले र यतातिर चाहिँ अरू सामानहरू सर्ट सफाइ भइसकेछ र यहाँ हेर्न सक्नुहुन्छ गाइज अहिले चाहिँ हामीले सफा गरिसकेको छ एकदम यहाँ हेर्न सक्नुहुन्छ यहाँ अगाडिकोमा र अहिले चाहिँ यहाँ हेर्न सक्नुहुन्छ अहिले कस्तो भएछ र यतिको हुनुपर्ने ठाउँमा कति फोहोर भएको थियो अघि र हाम्रो चाहिँ यहाँ कोइल भयो स्टार्टर कोइल र यहाँ चाहिँ हाम्रो कनेक्टिङ रड हो र यहाँ चाहिँ हाम्रो जेन्युन पार्ट्सहरू यो चाहिँ हाम्रो हुन्डाको जेन्युन हो सबै मोबिल थरी जेन्युन यहाँ हेर्न सक्नुहुन्छ जेन्युन हुन्डाको यो चाहिँ 800 ml को हुन्छ तपाईको डियो स्कुटरहरुको लागि 800 ml को बेग्लै आएको हुन्छ यो चाहिँ जेन्युनमा यहाँ चाहिँ हाम्रो सफा भएर सबै सफा भइसकेको छ गाइजहरु अब हामीले चाहिँ यसलाई फिट गर्न जाँदैछौँ र तपाईहरुलाई लास्टमा देखाउने छु फिट गरेर भिडियो चाहिँ हेरिराख्नु होला चाहिँ हाम्रो कोइल हो गाइजहरु यो चाहिँ हाम्रो स्टार्टर कोइल हो यो एकदम हेर्न सकिन्छ क्लिन गरेको दृश्य यो चाहिँ हाम्रो Along the way, melodies we haven't played. No, I don't want no rest. Echoing around these walls, fighting to create a song. I don't wanna miss a beat. And on we'll go, through the wastelands, through the highways, till my shadow turns to sun rays. And on we'll go, through the wastelands, through the highways. And on we'll go.
अब अझै बाँकी छ। यहाँ चाहिँ हामीले पिस्टनहरू सबै फिटिङ गरिसकेको छ र अब यताको चाहिँ बाँकी नै भयो अहिले र क्याप्चनहरू हाल्नु बाँकी छ र हाम्रो भेलहरू पनि फिट भइसक्यो। यहाँ हेर्न सक्नुहुन्छ यो चिज चाहिँ कतिको कालो थियो तपाईँले हेर्नुभयो होला अगाडि चाहिँ भिडियोमा र अहिले चाहिँ कस्तो भयो हेरिसक्नु भयो होला तपाईँहरूले र यो चिज पनि फिट भइसक्यो र हामीले जेन्युन एकदम सोरुमको जेन्युन ग्यास्केट हामीले लाएर काम गर्दैछौँ। जेन्युन सामानहरू सबै पार्ट्सहरू र अब चाहिँ यो चाहिँ हाम्रो क्याम्चेन भयो। यो चाहिँ हाम्रो ओरिजिनल क्याम्चेन। सो गाइज फाइनली हामीले इन्जिन रेडी गरिसकेका छौँ र अहिले चाहिँ स्टार्टमा छ हेर्न सक्नुहुन्छ। र पहिले चाहिँ धुवा फाल्थ्यो यसरी स्टार्टमा छोड्दाखेरि, अब चाहिँ धुवा फाल्दैन र यहाँ हेर्न सक्नुहुन्छ। यहाँ साउन्ड सुन्न सक्नुहुन्छ एकदम मिठो साउन्ड आएको र एकदम स्कुटर चाहिँ अहिले अब रेडी भइसकेको छ। र तपाईँ पनि यस्तै प्रकारको भिडियोहरू हेर्न चाहनुहुन्छ भने यो च्यानलले फलो गरिदिनु होला। म तपाईँहरूको लागि यस्तै प्रकारको भिडियोहरू लिएर आउनेछु र भेटौँ नेक्स्ट भिडियोमा।